ल सबैलाई गुड इभिनिङ। आज हामी पढ्छौँ के को बारेमा भन्नुहोस्। आज हामी पढ्छौँ रिप्रोडक्सनको बारेमा। ल हेर्नुहोस् न, रिप्रोडक्सन भन्ने बित्तिकै पहिला हामी सबैलाई थाहा हुनुपर्छ रिप्रोडक्सन भनेको के हो र किन चाहिँ रिप्रोडक्सन चाहिँ एउटा चाहिन्छ लिभिङ बिङमा। ल अस्ति मैले हुन त पढाइसकेको छु धेरै कुरा, तर फेरि हामी के गर्छौँ, रिभिजन गर्छौँ र त्यसपछि हामी बाँकी कुरा पढ्छौँ। मैले यहाँ लेखिसकेको छु मेरो नानी बाबुहरू, रिप्रोडक्सन एउटा के हो भन। यो रिप्रोडक्सन भनेको एउटा बायोलोजिकल प्रोसेस हो। कुन प्रोसेस हो भन? बायोलोजिकल प्रोसेस। र यो बायोलोजिकल प्रोसेसमा के हुन्छ भन, एउटा न्यू स्पेसिस, एउटा न्यू अर्गानिजम के हुन्छ भन, फर्म हुन्छ। के हुन्छ? फर्म हुन्छ। त्यही के हो? रिप्रोडक्सन हो। र अर्को कुरा भन्दाखेरि रिप्रोडक्सन किन एसेन्सियल छ? किनकि हेर न, रिप्रोडक्सन चाहिन्छ के ट्रान्सफरको लागि भन, हेरिडिटी क्यारेक्टरको लागि, एउटा प्यारेन्ट्सबाट अर्को अफस्प्रिङमा। ल एउटा यो पोइन्ट पनि हामी लेखिहालौँ। रिप्रोडक्सन चाहिँ हेर न किन चाहिँ जरुरी छ, किनकि रिप्रोडक्सन इज essential essential to transfer hereditary character from parents to भन के offspring। ल भेरी गुड। अब त्यसपछि हेर, अब त्यसपछि हामी कुरा गर्छौँ टाइप्स अफ रिप्रोडक्सनको बारेमा। र टाइप्स अफ रिप्रोडक्सन भन्दाखेरि हेर न, रिप्रोडक्सन चाहिँ कतिवटा हुन्छ जेनरली भन, दुईवटा हुन्छ। एउटा भनेको के हो? असेक्सुअल। एउटा के छ हेर, एउटा भनेको असेक्सुअल हो र अर्को भनेको के हो? सेक्सुअल हो। पहिला हामी असेक्सुअल र सेक्सुअलको बारेमा थाहा हुनुपर्छ। असेक्सुअल भनेको के हो र सेक्सुअल भनेको के हो? हुन त मैले अस्ति भनिसकेको छु र एकपल्ट फेरि यहाँ सुनिहाल। असेक्सुअल भन्ने बित्तिकै यसमा एउटा प्यारेन्ट्स चाहिन्छ कि दुईटा प्यारेन्ट्स भन? एउटा एउटा यस- यसमा एउटा प्यारेन्ट चाहिन्छ। कतिवटा प्यारेन्ट्स भन? एउटा प्यारेन्ट चाहिन्छ। सिङ्गल प्यारेन्ट्स। हाउ मेनी प्यारेन्ट्स भन? सिङ्गल प्यारेन्ट्स। तर तिमी आफै भन, सेक्सुअलमा एउटा प्यारेन्ट चाहिन्छ कि दुईटा? दुईटा दुईटा चाहिन्छ। ल यसमा चाहिँ दुईटा, इट मिन्स टु प्यारेन्ट्स। त्यसपछि भन, असेक्सुअलमा फिसन हुन्छ कि फ्युजन हुन्छ? फ्युजन के हुन्छ भन? सेक्सुअलमा सेक्सुअलमा होइन, असेक्सुअलमा। फिजन ल भाइहरू तिमीहरू पनि भन। ल यसमा चाहिँ फिसन हुन्छ। के हुन्छ भन? फिसन। तर यसमा के हुन्छ भन? फ्युजन हुन्छ। के हुन्छ भन? फ्युजन। ल त्यसपछि भन, मेरो असेक्सुअलमा भइसकेको छ ए भइसकेछ। एकपल्ट सुनिहाल, रिभिजन गराउँदैछु। यसमा ग्यामेट फर्मेसन हुन्छ कि हुँदैन? हुँदैन ग्यामेट ग्यामेट फर्मेसन हुँदैन। तर यसमा हुन्छ कि हुँदैन ग्यामेट फर्मेसन भन्न? हुन्छ कि हुँदैन भन? हुन्छ सर। छ हुन्छ। ल ठिक छ, भेरी गुड। ल त्यसपछि हेर, त्यसपछि मेरो नानी बाबुहरू अब हामी कहाँ थियौँ भन? टाइप्स अफ असेक्सुअलको बारेमा थिए। ल र जब हामी कुरा गर्छौँ टाइप्स अफ असेक्सुअलको बारेमा, असेक्सुअल चाहिँ कति प्रकारको हुन्छन् भन? धेरै हुन्छ। हेर न, फ्युसन भयो, बर्डिङ भयो। हेर असेक्सुअलको टाइप के रहेछ? एउटा भनेको फिसन, अर्को भनेको बर्डिङ, अर्को भनेको स्पुलेसन, अर्को भनेको रिजेनेसन, अर्को भनेको भेजिटेटिभ प्रोपगेसन। ल पहिला हामी कुरा गर्छौँ फिसनको बारेमा। के को बारेमा भन? फिसनको बारेमा। र मैले भनिसकेको छु र फेरि पनि भन्छु र पछि पनि भन्छु, फिसन भनेको दुईटा हुन्छ। एउटा भनेको बाइनरी फिसन, अर्को भनेको
मल्टिपल फिसन कुन फिसन भन मल्टिपल फिसन ल हेर बाइनरी फिसन भन्ने बित्तिकै हामी के बुझ्छौँ जब यो भनेको एउटा सेल हो मदर सेल र एउटा मदर सेल भन कतिवटा डटर सेलमा डिभाइड हुन्छ भन दुईटा दुईटा सिम्पली भन्दाखेरि यही के हो भन बाइनरी फिसन हो के भन बाइनरी फिसन तिमीलाई इक्जाममा डेफिनेसन होइन इक्जाम्पल सोध्छ विच अफ द फलोइङ ह्याभ बाइनरी फिसन बाइनरी फिसन भन्ने बित्तिकै हामी के भन्छ भन एउटा मदर सेलबाट के हुन्छ भन दुईटा डटर सेल के हुन्छ भन फर्म हुन्छ डिभाइड हुन्छ त्यही त के हो बाइनरी फिसन एमोबा र र यो चाहिँ केमा हुन्छ भन एमोबा यो चाहिँ ल ठिक छ भेरी गुड एउटा भनेको एमोबिया अर्को केमा हुन्छ भन अर्को भनेको ब्याक्टेरियामा हुन्छ केमा भन ब्याक्टेरियामा ल त्यस्तै जब हामी कुरा गर्छौँ मल्टिपल फिसनको बारेमा मल्टिपल भनेको एउटा मदर सेल हो र यो मदर सेल हेर न धेरै डटर सेलमा डिभाइड भएको छ कि छैन छ यही त के हो भन मल्टिपल फिसन हो के भन मल्टिपल फिसन र यसको इक्जाम्पलको कुरा गर्दाखेरि यसको इक्जाम्पल के हुन्छ एउटा भनेको प्लास्मोडियम के हुन्छ प्लास्मोडियम ल अर्को भनेको भन के हो ल ठिक छ भेरी गुड ल त्यसपछि अब यहाँ हेर यो त बुझिसक्यो ल ठिक छ अब यहाँ हेर यो जुन अर्को भनेको के छ भन बर्डिङ छ फिजन त भइसक्यो फिजनको बारेमा हामी कुरा गरिसक्यौँ अब हामी कुरा गर्छौँ बर्डिङको बारेमा बर्डिङ भन्ने बित्तिकै यस्तो रिप्रोडक्सन जुन चाहिँ केबाट हुन्छ भन बर्डबाट हुन्छ त्यही त के हो बर्डिङ हो र बर्डिङ भनेको यो जुन बर्डिङ छ मेरो नानी बाबुहरू हो बर्डिङ चाहिँ एउटा हुन्छ इस्टमा र अर्को चाहिँ केमा हुन्छ भन हाइड्रामा अर्को भनेको हाइड्रामा हुन्छ केमा हुन्छ हाइड्रामा ल म चाहिँ इस्टको बारेमा भन्दैछु र हाइड्रा भनेको सिम्पल हो एउटा बर्डबाट फेरि अर्को हाइड्रा के हुन्छ भन्न रिजनेबल हुन्छ पुरै फुल बडीमा ल अब यहाँ हेर यो भनेको एउटा के हो भन मदर सेल हो इस्ट मदर सेल के हो भन यो भनेको एउटा इस्ट सेल हो कुन सेल इस्ट सेल र जब हेर न इस्ट सेलमा के हुन्छ भन माइटोसिस के हुन्छ माइटोसिस माइटोसिस हुन्छ माइटोसिस हुनै बित्तिकै इस्ट सेलमा के फर्म हुन्छ भन बर्ड फर्म हुन्छ के फर्म हुन्छ बर्ड फर्म हुन्छ र त्यसपछि हेर न त्यसपछि यो चाहिँ दुईटा सेलमा डिभाइड हुन्छ तलको के हो भन मदर सेल के हो भन मदर सेल र माथिको के भन यो भनेको डटर सेल हो के भन डटर इस्ट सेल र त्यसपछि फेरि यो डटर सेलमा के फर्म हुन्छ भन धेरै सेलहरू त्यो भनेको स्युडोमाइसेलियम हो के भन स्युडोमाइसेलम यही के हो भन बर्डिङ हो के भन बर्डिङ इक्जाममा सोध्छ विच अफ द फलोइङ विच अफ द फलोइङ सब बर्डिङ भनेर अप्सन एमा हुन्छ मसरुम बीमा म्युकर सीमा इस्ट डीमा नन अफ द के हुन्छ भन इस्ट हुन्छ ल त्यसपछि हेर त्यसपछि अब हामी कुरा गर्छौँ एक्सफोलेसनको बारेमा यो जुन हेरिरहेछौ तिमीहरू एक्सफोलेसन बना एक्सफोलेसन भन्ने बित्तिकै हामी के बुझ्छौँ हेर न यस्तो रिप्रोडक्सन जुन चाहिँ केबाट हुन्छ भन स्पोरबाट स्पोरबाट हुन्छ केबाट हुन्छ स्पोरबाट द रिप्रोडक्सन बाई मिन्स अफ स्पोर नै के हो एक्सफोलेसन हो र यो खास गरी भन फ्लावरिङ प्लान्ट्समा हुन्छ कि नन फ्लावरिङ प्लान्ट्समा नन फ्लावरिङ प्लान्ट ल भेरी गुड यो खास गरी केमा हुन्छ भन नन फ्लावरिङ प्लान्ट्सहरूमा हुन्छ जस्तै हेर न यसको इक्जाम्पलको कुरा गर्दाखेरि इक्जाम्पलमा के हुन्छ भन मसरुम हुन्छ ए के हुन्छ भन मसरुम मसरुम हुन्छ ल सोध्छ मसरुममा के हुन्छ अनि हामी के भन्छौँ एक्सफोलेसन ल अब यहाँ हेर्दाखेरि हेर न यो एउटा के हो मसरुम हो के भन एउटा मसरुम हो र मसरुम जब म्याच्योर हुन्छ भने यिनीहरूको गिल्सबाट के रिलिज हुन्छ भन स्पोरहरू यो सबै के हो यो सबै भनेको स्पोरहरू हेर न रिलिज भएको छ कि छैन छ र पछि यही स्पोरबाट जब एउटा न्यू फन्जाई के हुन्छ बर्न हुन्छ फर्म हुन्छ टर्मिनेट हुन्छ भने
त्यही के हो, स्पुलेसन हो। के भना, स्पुलेसन। किनकि यहाँ हेर न, रिप्रोडक्सन केबाट भएको छ भना, स्पोरबाट भएको छ। केबाट भएको छ भना, स्पोरबाट। ल, यति बुझेनौ? ल, त्यसपछि अब हामी कुरा गर्छौँ के को बारेमा, रिजेनेरेसनको बारेमा। भन मेरो नानी बाबुहरू हो, अब हामी के को बारेमा कुरा गर्छौँ, रिजेनेरेसनको बारेमा। रिजेनेरेसन भन्ने बित्तिकै हेर, यो कति धेरै सिम्पल छ। पहिला यो बुझ्नुपर्छ तिमीले, यो चाहिँ केमा हुन्छ रिजेनेरेसन। हुन त Spirogyra. धेरै हो, हुन त धेरैमा हुन्छ, तर यसको मोस्ट कमन इक्जाम्पल भनेको के हो भन, Wow. रिजेनेरेसनको भन। Tapeworm. Spirogyra. हो, धेरै हुन्छ। एउटा भनेको हेर, हाइड्रा हो। के भन, हाइड्रा हो। र अर्को भनेको के हो भन, बहिनीले भनिसक्यो मेरो प्यारो बहिनीले, स्पाइरो गाइरा हो। अझै भनेको केमा हुन्छ भन, ट्यापवर्ममा। केमा भन, ट्यापवर्ममा। धेरै इक्जाम्पल छ यिनीहरूमा रिजेनेरेसन। रिजेनेरेसन भन्ने बित्तिकै जब चाहिँ बडी चाहिँ के हुन्छ भन, ब्रेकडाउन हुन्छ डिफ्रेन्ट पिसमा। र त्यही बडी चाहिँ फेरि के हुन्छ भन्न, नयाँ पिसमा फर्म हुन्छ भन्ने, त्यही त के हो, रिजेनेरेसन हो। फर इक्जाम्पल यो बडी हेर के भयो भन, ब्रेकडाउन भयो। के भयो, ब्रेकडाउन। एउटा पिसमा दुईटा पिसमा। यो भनेको एउटा पिस हो, यो भनेको दुईटा पिस हो। र त्यसपछि फेरि हेर न, फेभरेबल कन्डिसनमा फेरि जति पनि ब्रेकडाउन भएको पिस हुन्छ, यो वान, अर्को भनेको टू, फेरि के हुन्छ भन, यो नयाँ पिसमा, फेरि यो भनेको अर्को न्यू पिसमा फर्म भयो, डेभलप भयो न्यू फ्रेगमेन्ट। यही के हो, रिजेनेरेसन हो। ल, त्यसपछि हामी कुरा गर्छौँ के को बारेमा भन, अब हामी कुरा गर्छौँ भेजिटेटिभ प्रोपागेसनको बारेमा। के को बारेमा भन, भेजिटेटिभ प्रोपागेसनको बारेमा। र भेजिटेटिभ प्रोपागेसनको बारेमा कुरा गर्नुभन्दा अघि हामीले थाहा हुन्छ यसको बारेमा, यो भनेको के हो। ल, यसमा हेर्नु, यसमा हामी के कुरा गर्छौँ, द रिप्रोडक्सन विच अकर्स बाई भेजिटेटिभ पार्ट अफ प्लान्ट नै के हो, भेजिटेटिभ प्रोपागेसन। यहाँ हेडिङ मैले बनाइसकेँ मेरो नानी बाबुहरू हो, भेजिटेटिभ भेजिटेटिभ प्रोपागेसन। यो भनेको मैले भनिसकेको छु। यो भनेको हेर न, यो भनेको यस्तो रिप्रोडक्सन जुन त हुन्छ, तर कसरी हुन्छ भन, प्लान्ट्सहरूमा हुन्छ। कहाँ हुन्छ भन, इन प्लान्ट्स। र केबाट हुन्छ भन, भेजिटेटिभ पार्टबाट। भेजिटेटिभ पार्ट्सबाट। त्यही के हो, भेजिटेटिभ प्रोपागेसन। ल, त्यसपछि हेर, त्यसपछि यसमा जे पनि हुनसक्छ भेजिटेटिभ पार्टहरू, जस्तै स्टेम भयो, रुट्स भयो, लिफ भयो। ल, अब हेर, इक्जाम्पलको लागि हेर न, इक्जाम्पलको लागि, फर इक्जाम्पल, इक्जाम्पल धेरै छ यसको। इक्जाम्पलको लागि हामी लिन्छौँ एउटा भनेको स्टिम। यही स्टिमबाट हेर पछि के फर्म हुन्छ भनेर, रोज फर्म हुन्छ। र जब हामी कुरा गर्छौँ स्टिमको बारेमा, स्टिम त एउटा प्लान्ट्सको के भन, भेजिटेटिभ पार्ट हो कि होइन, हो। ल, अब हामी हेर, बिस्तारै बिस्तारै अझै कुरा गर्छौँ। इक्जाममा सोध्न सक्छ, त्यसो भए विच अफ द फलोइङ इज ट्युबर भनेर। ल, एउटा क्वेसनै लेखिहाल, विच विच अफ द विच अफ द फलोइङ विच अफ द फलोइङ पका विच अफ द फलोइङ इज ट्युबर। अप्सन एमा ओनियन, अप्सन बीमा पोट्याटो, अप्सन सीमा जिन्जर। यो पास्ट क्वेसन हो है। र अप्सन डीमा, डी भनेको के लेखौँ, नन। ल, भन सोच्न यसको एन्सर के हुन्छ, एबिसिडी। Potato B. भेरी गुड। के हुन्छ भन, बी हुन्छ। ए बोल न के हुन्छ, कसम खाइसकेछौ।
के हुन्छ भन, बी हुन्छ यसको एन्सर। ल ठिक छ, भेरी गुड। ल त्यसपछि हेर यहाँ लेखिहालेँ मैले, नट भनेर यो कुरा नटमै भन्छु म। ल नटमा लेखिसके मेरो नानी बाबुहरू हो। मोडिफाई मोडिफाई अन्डरग्राउन्ड स्टिम भनेको के हो? पोट्याटो, के भन, आलु हो पोट्याटो। र पोट्याटो चाहिँ केमा हुन्छ भन, ट्युबरमा। केमा भन, ट्युबरमा। ल त्यस्तै अर्को भनेको मोडिफाई अन्डरग्राउन्ड, यो चाहिँ के भन पक्का, स्टिम। यहाँ अफ हुन्छ है, स्टिम अफ पोट्याटो। ल त्यस्तै स्टिम अफ जिन्जर, जिन्जरमा के हुन्छ भन, जिन्जरमा राइजम हुन्छ। अहिले एउटा एउटा हेराउँछु, टेन्सन नल्याऊ, राइजम। त्यस्तै हेर न, त्यस्तै अर्को भनेको के रहेछ भन, कम। कममा चाहिँ के हुन्छ भन, पिँडालु। इट मिन्स तारो, पिँडालुमा के हुन्छ भन, कम। एउटै कुरा हो, भाइस वर्सा। त्यसपछि त्यसपछि मलाई भन तिमीहरू, यो जुन अनियन छ, अनियन त खाएको होला। अनियनमा के हुन्छ? बल्ब। अनियनमा बल्ब हुन्छ। के हुन्छ भन, बल्ब हुन्छ। हो कि नै भन। ल त्यसपछि अब यहाँ हेर, एउटा एउटा फोटो हेराउँदैछु तिमीहरूलाई म, टेन्सनै लिनु पर्दैन। पक्का यहीँ हेराउँछु। यो भनेको मेरो डिजिटल नोट हो। एमबिबिएस इन्ट्रान्स गर्ने भाइ बहिनीहरूलाई दिन्छु। ल आइसक्यो हेर। हेर यहाँ, यही त के हो भन, आलु हो। ए के हो भन, आलु हो। र यो आलुमा के हुन्छ भन, ट्युबर। यसलाई हामी ट्युबर भन्छ। र पछि तिम्रो धेरै कुरा भन्छ पर्सेसको बारेमा। यसमा एक्सिलरी वर्ड हुन्छ र त्यसलाई हामी के भन्छौँ, त्यसलाई हामी भन्छौँ आइज अफ पोट्याटो। के भन्छौँ, आइज अफ पोट्याटो। अर्को भनेको हेर, यो यही के हो भन, कम हो। हेर तिमीहरू पिँडालुलाई हेर, अन्डरग्राउन्ड स्टिम छ कि छैन। अर्को भनेको यो हेर, यही त के भनौँ, अनियन हो, प्याज हो। यसमा के हुन्छ, बल्ब हुन्छ। यो बिचकोलाई हामी के भन्छौँ, बल्ब। त्यसपछि यो हेर, यो पनि के हो, बल्ब नै हो। यो भनेको लसुन हो, गार्लिक। यो पनि के हो, बल्ब हो मेरो नानी बाबुहरू। ल त्यसपछि अरू के बेहोराउनु बाँकी छ? ल गार्लिक बाँकी छ है। ल हेर, यही त के हो भन, गार्लिकमा के हुन्छ भन, यसमा चाहिँ राइजम हुन्छ। के हुन्छ, राइजम। ल हेऱ्यो कि हेरेनौ? ल अब यहाँ सुन, अब हामी कुरा गर्छौँ के को बारेमा भन, अब हामी कुरा गर्छौँ सेक्सुअलको बारेमा। के को बारेमा? सेक्सुअलको बारेमा। सेक्सुअल रिप्रोडक्सन भन। सेक्सुअल रिप्रोडक्सन भन्ने बित्तिकै के बुझ्छौ? यसरी बुझ, यो भनेको के हो, एउटा यान हो। यो भनेको अर्को यान। यान भनेको हेप्लाइट हो। यो भनेको एउटा मेल ग्यामेट र अर्को भनेको एउटा फिमेल ग्यामेट। अब यहाँ हेर तिमीहरू, मेल ग्यामेट र फिमेल ग्यामेटको हेर न, फ्युजन भयो कि भएन? भयो। र
फ्युजन हुने बित्तिकै के फर्म हुन्छ भन? टुएन टुएन भनेको हेप्लाइट कि डिप्लाइट भन? डिप्लाइट। र डिप्लाइड हो कि भन? डिप्लाइड। ल ठिक छ। र यसैलाई हामी के भन्छौँ? यसमा फिसन हुन्छ कि फ्युजन? फ्युजन हुन्छ। के हुन्छ भन? फ्युजन। ल ठिक छ, भेरी गुड। ल अब त्यसपछि केही बेसिक कुराहरू थाहा हुनुपर्छ। के थाहा हुनुपर्छ भन? बेसिक कुराहरू। ल त्यही हामी बेसिक कुराको बारेमा कुरा गर्छौँ अब। र ल अब यहाँ हेर, यो भनेको के हो? एउटा ग्यामेट हो। यो ग्यामेटमा के छ भन? फ्ल्याजिला छ। फ्ल्याजिला छ भने त्यहाँ आफै भन, यो भनेको पहिला भन मोटाइल ग्यामेट हो कि नन मोटाइल ग्यामेट? यो भनेको मोटाइल ग्यामेट हो। के भन? मोटाइल ग्यामेट। र हेर न, यो जुन मोटाइल ग्यामेट छ, द्याट इज, यसमा फ्ल्याजिला हुन्छ कि हुँदैन? फ्ल्याजिला हुन्छ। ल ठिक छ, फ्ल्याजिला हुन्छ। र त्यसो भए यदि यो ग्यामेट्समा फ्ल्याजिला छ भने यसलाई हामी अझै के पनि भन्छौँ? मेल ग्यामेट। कुन ग्यामेट भन? मेल ग्यामेट। ल अब त्यसपछि अर्को हेर, अर्को भनेको यो एउटा फेरि हेर, यो एउटा फेरि के छ भन? फेरि एउटा ग्यामेट छ र यसमा फ्ल्याजिला छ? छैन। फ्ल्याजिला के छ भन? एब्सेन्ट छ। के छ भन? एब्सेन्ट। यहाँ लेखिसकेँ मैले, फ्ल्याजिला एब्सेन्ट। ल त्यसपछि यसमा फ्ल्याजिला नै छैन भने यो मेल ग्यामेट हो कि फिमेल ग्यामेट भन मेरो नानी बाबुहरू? यो भनेको त्यसो भए यसलाई हामी के भन्छौँ? द्याट इज, यसलाई हामी भन्छौँ फिमेल ग्यामेट। के भन्छौँ? फिमेल ग्यामेट भन्छ। ल यति बुझेनौ? ल त्यसपछि सुन मेरो नानी बाबुहरू, त्यसपछि अब हामी कुरा गर्छौँ के को बारेमा भन? अब हामी कुरा गर्छौँ युनिसेक्सुअल, अर्को भनेको बाइसेक्सुअलको बारेमा। के को बारेमा भन? बाइसेक्सुअलको बारेमा। ल सिम्पल तरिकाले भन्दैछु, ध्यान दिएर सुन। पहिला हामी कुरा गर्छौँ बाइसेक्सुअलको बारेमा। अब तिमीहरू ब्रिज कोर्सको स्टुडेन्ट्स हो, त्यही बेसिक कुराहरू मात्रै पाउनु पर्छ र इक्जाममा जे सोध्छ त्यो कुरा मात्रै। हेर, बाइसेक्सुअल, बाइसेक्सुअल भन्ने बित्तिकैले हामी के पनि भन्छौँ भन? यो जुन बाइसेक्सुअल छ यसलाई हामी के पनि भन्छौँ? एनीवन? Male and female gametes lie in a single plant. त्यो होइन के, त्यो त डिफिनेसन हो, यसको अर्को नाम भनेको Monoecious. मोनोसियस। ल ठिक छ। ल यसलाई हेर, यसलाई हामी के पनि भन्छौँ? होमोसेक्सुअल। हर्म्याफ्रोडाइट भन्छ। ल अब सिम्पल तरिकाले बुझाउँछु। बाइसेक्सुअल भनेको हेर न, बाइसेक्सुअल भनेको जब यो भनेको के हो? मेल पार्ट हो। के भन? मेल पार्ट। जब के हुन्छ भन? मेल पार्ट। र अर्को भनेको फिमेल पार्ट। कुन पार्ट भन? फिमेल पार्ट। मेल अर्गेन फिमेल अर्गेन एउटैमा हुन्छ। कहाँ हुन्छ भन? एउटै। यदि फ्लावर छ भने एउटै फ्लावरमा हुन्छ। त्यही त के हो भन? बाइसेक्सुअल हो। के भन? बाइसेक्सुअल। र जब हामी कुरा गर्छौँ युनिसेक्सुअलको बारेमा, केमा भन? युनिसेक्सुअलको बारेमा, यो भनेको सेम हो। के भन? यो भनेको सेम, एउटैमा हुन्छ। इन सेम इन्डिभिजुअल्स। ल
र त्यसपछि हेर त्यसपछि अर्को भनेको बाई त भइसक्यो। अब हामी कुरा गर्छौँ युनिसेक्सुअलको बारेमा। युनिसेक्सुअल भन्ने बित्तिकै हामी के बुझ्छौँ, मेल र फिमेल के हुन्छ भना, मेल अर्गेन मेल सेक्स अर्गेन अर्को भनेको फिमेल सेक्स अर्गेन के हुन्छ भना, एउटैमा हुन्छ कि डिफ्रेन्टमा भना। फेरि यो भनेको के हो, मेल एउटै हो। हुन्छ। यो भनेको फिमेल फिमेल सेक्स अर्गेन। र हेर न, दुइटै चाहिँ के हुन्छ भना, दुइटै चाहिँ डिफ्रेन्टमा हुन्छ, सेममा हुन्छ हुँदैन। यो पनि केमा हुन्छ भना, दुइटै चाहिँ डिफ्रेन्ट इन्डिभिजुअल्समा हुन्छ भने त्यही त के भन, युनिसेक्सुअल। के भन, युनिसेक्सुअल। ल अब मलाई इक्जाम्पल देऊ तिमीहरू। पहिला त इक्जाम्पल भन, इक्जाम्पल सोध्छ, विच अफ द फलोइङ इज बाइसेक्सुअल। बाइसेक्सुअल इक्जाम्पल अर्थवन। के हुन्छ? ल अर्थवन। अर्थ वान। ल एउटा भनेको अर्थ वान, अर्को भनेको टेप वान। के भन, टेप ठीक वान। हो। अर्को भनेको हाइड्रा, भन के, हाइड्रा। ल त्यस्तै युनिसेक्सुअलको इक्जाम्पल देऊ। एउटा इक्जाम्पल भनेको के हुन्छ युनिसेक्सुअलको, इन्सेक्ट। के हुन्छ, इन्सेक्ट। इन्सेक्ट। र अर्को भनेको के हुन्छ, भर्टिब्रेट्स, भर्टिब्रेट्स इटिसी। ल अब त्यसपछि यहाँ हेर, अब हामी फेरि कुरा गर्छौँ यहाँ यो जुन सेक्सुअल रिप्रोडक्सन छ, हेर यो फेरि कतिवटा हुन्छ भन, दुईटा हुन्छ। एउटा भनेको आइसोग्यामी हो र अर्को भनेको के हो, हेट्रोग्यामी। कुन ग्यामी भन, हेट्रोग्यामी। र हेट्रोग्यामी पनि दुईटा हुन्छ, एउटा भनेको एनाइसोग्यामी, अर्को भनेको के भन, उग्यामी हो। के भन, उग्यामी। हेर यो जुन हेट्रोग्यामी छ मेरो नानी बाबुहरू हो, यो पनि कतिवटा हुन्छ भन, दुईटा हुन्छ। कतिवटा, दुईटा। एउटा भनेको एनआइसोग्यामी। कुन ग्यामी भन, एनआइसोग्यामी। र अर्को भनेको के हुन्छ, उग्यामी। कुन ग्यामी भन, उग्यामी। ल ल पहिला मलाई भन आइसोग्यामी भनेको के हो एनिवान? ए बकुलरहरू भन न, आइसोग्यामी भनेको के हो भनिहाल। ल म भन्छु अब। हेर आइसोग्यामी भनेको यो एउटा के हो भन, यो एउटा ग्यामेट हो, यो चाहिँ अर्को ग्यामेट हो। अब तिमी हेर न, हेर्दा दुइटै सेम छ कि छैन, छ। र भित्रबाट के छ भन, डिफ्रेन्ट छ। जब दुईटा सिमिलर ग्यामेटको फ्युजन हुन्छ र बाहिरबाट हेर्दा मर्फोलोजिकली हेर्दा के भन, सेम हो, तर फिजिकली मात्रै के हो, डिसिमिलर हो भने त्यही त के हो भन, आइसोग्यामी हो। के भन, आइसोग्यामी। ल यहाँ म लेखिदिन्छु डेफिनेसन, पछि ठिक हुन्छ याद गर्न तिमीहरूलाई। द फ्युजन अफ द फ्युजन अफ टु similar gamete takes place as as they are morphologically similar but physiologically के भन, डिसिमिलर हो। डिसिमिलर ग्यामेट, यही त के हो भन्न, आइसोग्यामी हो। के भन, आइसोग्यामी। सिम्पली भन्दाखेरि दुईटा सेम ग्यामेटको फ्युजन हुन्छ, बाहिरबाट सेम हुन्छ, थाहा हुँदैन हामीले कुन मेल हो कुन फिमेल हो, र फिजिकली यिनीहरू के हुन्छ, डिफ्रेन्ट। त्यही के हो भन, आइसोग्यामी हो। ल
त्यसपछि अर्को हेर, अर्को भनेको के हो भन, अर्को भनेको हेट्रोग्यामी भन के, हेट्रोग्यामी। र हेट्रोग्यामीमा हेर न, मैले भनिसकेको छु दुईटा हुन्छ, एउटा भनेको एनाइसोग्यामी र अर्को भनेको के, उग्यामी भन के, उग्यामी। पहिला हामी कुरा गर्छौँ एनाइसोग्यामीको बारेमा, र त्यसपछि हामी कुरा गर्छौँ के को बारेमा भन, उग्यामीको बारेमा। के को बारेमा, उग्यामीको बारेमा। ल, एनाइसोग्यामी भन्ने बित्तिकै हेर न, एनाइसोग्यामी भन्ने बित्तिकै यो एउटा ग्यामेट हो, सानो ग्यामेट, अर्को भनेको ठुलो ग्यामेट। हेर, सानो ग्यामेट र ठुलो ग्यामेटको फ्युजन भएको भएन, भयो, तर सानो ग्यामेट भनेको यो के हो, मेल ग्यामेट हो। के भन, मेल ग्यामेट। मेल ग्यामेट कस्तो रहेछ, सानो। यो के हो, फिमेल ग्यामेट। फिमेल ग्यामेट कस्तो रहेछ भन्न, ठुलो रहेछ। इट मिन्स the fusion of two gamete takes place whereas male gamete is smaller than female gamete and male gamete is more active as compared to female gamete। यही त के हो मेरो नानी बाबुहरू हो, एनाइसोग्यामी हो। ए के हो भन, एनाइसोग्यामी। ल, त्यसपछि हेर, त्यसपछि हामी कुरा गर्छौँ उग्यामीको बारेमा। के को बारेमा, उग्यामीको बारेमा। उग्यामी भन्ने बित्तिकै हेर न, फेरि हेर यहाँ, यो भनेको एउटा के हो, मेल ग्यामेट हो, सानो, र अर्को भनेको के हो, फिमेल ग्यामेट। तर मेल ग्यामेटमा के छ भन, अब फ्ल्याजिला छ। के छ भन, फ्ल्याजिला छ। अघि चाहिँ हेर न, अघि चाहिँ आइसोग्यामीमा फ्ल्याजिला थिएन, एनाइसोग्यामी पनि फ्ल्याजिला थिएन। तर अहिले हेर्दाखेरि उग्यामीमा हेर फ्ल्याजिला छ कि छैन, छ भने यो चाहिँ के हो भन, उग्यामी हो। उग्यामी भनेको सिम्पली द फ्युजन अफ टु ग्यामेट्स टेक्स प्लेस whereas male gamete is smaller than female gamete and male gamete have flagella and के भन्छ, फ्युजन अफ बोथ ग्यामेट टेक प्लेस मर्फोलोजी इनसाइड भनेको नै के हो, उग्यामी हो। के भन, उग्यामी। र यो भनेको मोस्ट एडभान्स टाइप अफ सेक्सुअल रिप्रोडक्सन हो। के भन, यसलाई हामी भन्छौँ मोस्ट एडभान्स टाइप। कुन टाइप भन, मोस्ट एडभान्स टाइप अफ सेक्सुअल रिप्रोडक्सन। ल, यति बुझेनौ, आशा छ बुझिसक्यो। ल, बुझि छैन भने पछि सोद्धा हुन्छ। त्यसपछि हामी केही कुरा गर्छौँ कि भ्यासी कुराहरू गर्छौँ, र भ्यासी कुराहरू यहाँ क्रममा हामी भ्यासी कुरा भनेको थाहा हुनुपर्छ हामीलाई। यो एनिमलहरूमा हेर न, इन एनिमल ल, एनिमलहरूमा हेर, यो चाहिँ थाहा हुनुपर्छ, एनिमलहरूमा मेल ग्यामेट मेल ग्यामेटलाई हामी के भन्छौँ, स्पर्म भन्छौँ। इक्जाममा सोधेको क्वेसन हो, विच अफ द फलोइङ इज मेल ग्यामेट। अप्सन ए ओभम, अप्सन बी स्पर्म। र यही स्पर्मलाई हामी के पनि भन्छौँ, स्पर्माटोजोइड। र यो भनेको मोटाइल हो कि नन मोटाइल हो, यो भनेको मोटाइल हो। के भन, मोटाइल। ल, त्यस्तै हेर, अर्को भनेको के भन, फिमेल ग्यामेट। कुन ग्यामेट भन, Female. फिमेल ग्यामेट। फिमेल ग्यामेटलाई हामी के भन्छौँ, यसलाई हामी एग भन्छौँ। के भन्छौँ, एग। और यसैलाई हामी के भन्छौँ, ओभम भन्छौँ। के भन्छौँ, ओभम। मेल ग्यामेट भनेको मोटाइल ग्यामेट हो भने यो चाहिँ के भन, Non-motile. यो भनेको नन मोटाइल हो। के हो भन, नन मोटाइल। ल, यति बुझेनौ। ल, अब हामी कुरा Okay. गर्छौँ के को बारेमा, ध्यान दिएर सुन। अब हामी कुरा गर्छौँ फर्टिलाइजेसनको बारेमा। यहाँ लेखिसकेँ मैले, फर्टिलाइजेसन। यो भनेको के हो भन, एनिमल। यो भनेको सिम्पली हेर्दाखेरि हेर न, सिम्पली हेर्दाखेरि यो के हो, फ्युजन अफ मेल एन्ड फिमेल ग्यामेट हो। के भन, मेल एन्ड फिमेल ग्यामेट हो। फ्युजन अफ लेखिहालौँ, फ्युजन अफ
मेल एन्ड फिमेल ग्यामेट। ल त्यसपछि हेर फर्टिलाइजेसन यो चाहिँ कतिवटा हुन्छ भन। यो चाहिँ दुईटा हुन्छ मेरो नानी बाबुहरू। कतिवटा हुन्छ भन? दुईटा। ए बोल न कतिवटा? दुईटा। दुईटा हुन्छ। मलाई लाग्यो तिमीले सुतिसक्यो। ल एउटा भनेको के हुन्छ भन? इन्टरनल फर्टिलाइजेसन। एउटा भनेको इन्टर्नल हुन्छ भने अर्को चाहिँ के हुन्छ भन? एक्सटर्नल। अर्को भनेको एक्सटर्नल हुन्छ। इक्जाममा यही क्वेसन सोध्न सक्छ। इन्टर्नल कुनमा हुन्छ र अर्को भनेको एक्सटर्नल केमा हुन्छ? ल भनिहाल तिमीहरू मलाई। इन्टर्नल भनेको फ्युजन अफ मेल र फिमेल ग्यामेट त हुन्छ, तर बडीभित्र हुन्छ कि बाहिर हुन्छ? फिमेलको भित्र हुन्छ। इन्टर्नल भनेको भित्र, फ्युजन चाहिँ कहाँ हुन्छ? भित्र। र यो चाहिँ केमा हुन्छ भनिहाल मलाई। एउटा भनेको इन्सेक्ट, के भन? इन्सेक्ट। अर्को भनेको हेर न, अर्को भनेको रेप्टाइल्स। अर्को भनेको बर्ड्स, के भन? बर्ड्स। अर्को भनेको भन के? म्यामल्स। यो सबैमा इन्टर्नल हुन्छ भने एक्सटर्नल केमा हुन्छ भनिहाल। एक्सटर्नल हुन्छ। एउटा भनेको तिमीहरूको फेभरेट, ए सुन, एउटा भनेको तिमीहरूको फेभरेट के हो? माछा हो, के भन? माछा। अर्को भनेको के हो? भ्यागुता हो। भ्यागुता भनेको केमा आउँछ भन? एम्फिबियन्समा आउँछ। ल त्यसपछि हेर, त्यसपछि एउटा नोटमा यहाँ लेख्छु म। यो नोट भनेको स्पेसल पोइन्ट हुन्छ, ध्यान दिएर सुन। यहाँ मैले हेर न, नोटमा के लेखे? नोटमा लेख्दैछु मेल, मेल एन्ड फिमेल, मेल एन्ड फिमेल सेक्स organs, मेल र फिमेल सेक्स organ अफ एनिमल्स। अफ एनिमल्सलाई हामी के भन्छ भन? यसलाई हामी भन्छौँ गोनाड्स। यो भनेको इम्पोर्टेन्ट हो, सोधे क्वेसन हो। के भन्छ भन? ए बोल न, के भन्छ? गोनाड्स भन्छ। ल यति बुझेनौ? ल त्यसपछि अब हामी कुरा गर्छौँ यसमा पार्ट्स अफ फ्लावरको बारेमा। के को बारेमा भन? ल हेडिङ मैले बनाइसकेँ मेरो नानी बाबुहरू हो। पका एक सेकेन्ड, पहिला तिमीलाई फोटो हेराइदिन्छु। ल हेर, अब हामी यसकै बारेमा पढ्छौँ। ल यहाँ लेख्छु म हाम्रो यो हेडिङ, पार्ट्स अफ फ्लावर। ल अब हेर, मलाई भन फ्लावरमा जम्मा कतिवटा पार्ट्स हुन्छ भन? जेनरली 4वटा हुन्छ। कतिवटा भन? 4वटा हुन्छ। ब्याट्री पनि मेरो सकिसक्यो, अब के गर्ने? ल त्यसो भए के गरौँ आज हामी? आजलाई यति नै गरौँ। बाँकी चाहिँ हामी के गर्छौँ? भोलि पढ्छौँ, हुन्छ? ल